प्रत्येक वर्ष जब कुनै विद्यार्थीले आफ्नो एससी परीक्षा दिन्छ तब उसले आफ्नो फर्दर स्टडीको लागि रोज्ने नम्बर 1 ठाउँ भनेको काठमाडौँ हो। ठुला ठुला अग्ला अग्ला घरहरू, 24 घण्टा गाडी गुड्ने सडकहरू र मानिसहरूको भिडभाडमा आफ्नो प्यारो घर छोडेर आउने गर्छन् हजारौँ विद्यार्थीहरू काठमाडौँ। यसरी काठमाडौँ आएका हजारौँ विद्यार्थीहरूमध्ये कोही चाहिँ आफ्नो काठमाडौँमा रहेको आफन्तकोमा बस्छन्, कोही होस्टेलमा बस्छन् र कोही चाहिँ काठमाडौँमा डेरामा बस्ने गर्छन्। र आजको भोइस अफ स्टुडेन्टको नयाँ एपिसोडमा हामी यी तीनै क्याटेगोरीका स्टुडेन्टको भोकाइ सुन्नेछौँ। सो दिस भिडियो प्रेजेन्ट्स। सबैले भन्छन् कि काठमाडौँ एउटा सपनाको संसार। तर हामी जस्ता हजारौँ विद्यार्थीहरू जब थानकोट कटेर काठमाडौँ छिर्छौँ एउटा गरुङ्गो झोला र मनभरि आशा बोकेर, तब हामीलाई महसुस हुन्छ कि यो काठमाडौँ सहर त एउटा सपनाको संसार होइन, एउटा सङ्घर्ष गर्ने रणभूमिको रहेछ। मैले भन्न त भने कि काठमाडौँ एउटा सङ्घर्ष गर्ने रणभूमि हो भनेर, तर के मैले मात्र भनेर हुन्छ त? यो कुरामा पब्लिकको के छ त धारणा? लेट्स फाइन्ड आउट। यसको लागि चाहिँ हामी जाँदैछौँ बागबजार। टु आस्क द स्टुडेन्ट। सबै कुरा बिग्रियो होइन, सबै समस्यामा पर्नु भएको जस्तो अनुभूति भइरहेको बेलामा एउटा मात्रै कुरा जसले चाहिँ तपाईँलाई काठमाडौँ छोडेर जानबाट रोक्ने, त्यो कुरा चाहिँ के हो? That what they think. Does they really think that Kathmandu is the place where they have to do the struggle, or they find it something else? Let's find it out. हेलो एभ्रिवान, वेलकम टु द सेकेन्ड एपिसोड अफ भोइस अफ स्टुडेन्ट। र भोइस अफ स्टुडेन्टको सेकेन्ड एपिसोडमा चाहिँ म आज बागबजार आएकी छु। र बागबजार किन आएकी छु भने बागबजार एउटा त्यस्तो ठाउँ हो जहाँ स्टुडेन्टको फ्लो एकदमै राम्रो हुन्छ। र भोइस अफ स्टुडेन्ट एउटा स्टुडेन्टको डेडिकेटेड सो भएको हुनाले चाहिँ स्टुडेन्टको फ्लो जहाँ छ म त्यहीँ आएकी छु। र आज चाहिँ हामी स्टुडेन्टहरूलाई we are not asking about the grades, we are asking about the struggle, real struggle that they face while surviving far from their home in Kathmandu. हेलो, तपाईँको नाम के हो भनिदिनुहोस् त? दिव्यांश कश्यप। दिव्यांश, तपाईँ कति क्लासमा पढ्नुहुन्छ? 11 मा। र तपाईँ चाहिँ काठमाडौँको थाई बासिन्दा होइन, अल्ताबाट आउनुभएको नि? बाहिरबाट आउनुभएको। तपाईँले मेरो फर्स्ट क्वेसन के हो भने, तपाईँले चाहिँ जब होइन आफ्नो तपाईँ काठमाडौँ आउँदाखेरि पहिलोपटक आफ्नो झोला बिसाएर मम्मी बाबा जानुभयो नि होस्टेलमा तपाईँलाई छोडेर, त्यति बेला चाहिँ तपाईँले फर्स्ट फिलिङ अनि इमोसन के आएको थियो? फर्स्ट फिल त अलि इमोसनल तर नर्भस बट मेनली क्युरियस के, लाइक न्यू सिटी, न्यू पिपलले एक्सप्लोर गर्ने क्युरियस भएको थियो त्यो टाइममा। एक्साइटेड हुनुहुन्छ? एक्साइटेड थिए। ए ओके। अनि सेकेन्ड क्वेसन के छ भने, काठमाडौँ त एकदमै पानीको इस्युहरू अनि त्यसपछि पोल्युसनको इस्युको लागि फेमस छ नि त होइन? अनि यो कुरालाई डिल गर्दा गर्दा होइन म त ब्याकप्याक गरेर घर जाम कि भन्ने जस्तो फिल भयो कि भएन हजुरलाई? त्यस्तो फिल भएन? पोल्युसन इस्यु थियो तर खासै भएन। ए ओके। अनि अर्को क्वेसन चाहिँ के हो भने होइन, काठमाडौँमा त एकदम ठाउँ ठाउँमा तपाईँले कदमै पछि पैसा फ्याँक्नुपर्ने हुन्छ होइन, पैसा खर्च भइरहेको हुन्छ। अनि तपाईँले चाहिँ एउटा हार्डेस्ट लेसन त्यो बजेटिङको रिलेटेड के सिक्नु भएको छ अहिलेसम्म? मेनली त अब लयलेमा अलि बढी नै पैसा खर्च गर्नु परेन, फ्लोमा गएर बढी पैसा खर्च गर्नु भएन। मेनली आफूलाई सेल्फ कन्ट्रोल गरेर अलिक इकोनोमिक थिङ्किङ गरेर अलिक पैसा बजेटमा सेभ गर्नु पर्यो। ए आफूलाई चाहिने रिसोर्सेस मात्र किन्ने अनि अरू कुरा चाहिँ नकिन्ने। ओके। अनि त्यसपछि अर्को क्वेसन चाहिँ के हो भने, तपाईँले चाहिँ सबै कुरा बिग्रियो होइन, सबै समस्यामा पर्नु भएको जस्तो अनुभूति भइरहेको बेलामा एउटा मात्रै कुरा जसले चाहिँ तपाईँलाई काठमाडौँ छोडेर जानबाट रोक्ने, त्यो कुरा चाहिँ के हो? मम्मी बुवाको होप कि छोरो केही गरेर आओस्, काठमाडौँ पठाएको छ केही त छोरो अलि राम्रो मान्छे बनेर आओस् भन्ने त्यो हो। ए त्यो त्यसले गर्दा मम्मी बुवाले गरेको प्रमिस। ओके। अनि अर्को क्वेसन चाहिँ के हो भने, यदि तपाईँले चाहिँ त्यो भर्खर आएको तपाईँ काठमाडौँ भर्खरै छिर्दाको त्यो इन्डिभिजुअललाई चाहिँ केही मेसेज दिनु पऱ्यो भने, भोइस नोट दिनु पऱ्यो भने चाहिँ के दिन चाहनुहुन्छ? गाइज डोन्ट बी स्केयर्ड। यहाँ एक्सप्लोर गर्ने धेरै ठाउँहरू छ, धेरै एक्सपिरियन्स छ यहाँ। ओके। कुनै पनि मान्छे बाहिरबाट आउँदा लाइक अलि नै स्केयर्ड हुँदा पनि यहाँ त्यस्तो डराउनु कुरा
केही छैन, ओके फ्रिली लाइक बस्ने यहाँ, ओके राम्रो राम्रो एक्सपिरियन्स गेन गर्ने, राम्रो मान्छे भएर अनि आफ्नो ठाउँ जाने। तपाईँ के पढ्दै हुनुहुन्छ? साइन्स +2 कता कुन कलेजमा? अर्पणा स्कुल अफ साइन्स। ओके थ्याङ्क यू सो मच। हेलो व्हाट इज योर नेम? My name is Puneet Prasad Chonglagai. I am from the Viratnagar. अनि तपाईँले चाहिँ के लाग्छ यो काठमाडौँमा सर्भाइभ हुन कतिको गाह्रो छ स्टुडेन्टहरूलाई? काठमाडौँमा सर्भाइभ हुनलाई विद्यार्थीहरू धेरै गाह्रो छ। अब डोल्पाबाट आएका, हुम्लाबाट आएका अथवा ताप्लेजुङबाट, तेर्सुङबाट, झापाबाट आएका मान्छेहरूलाई बस्न खानलाई धेरै गाह्रो नै छ। विद्यार्थीहरूले अब पढ्नलाई अब स्थिति अलिकति कन्ट्रोल गर्न सक्नुको बाबुआमाले पुर्याउन सक्दैन, गाह्रो छ। साथीहरू, भोइस अफ स्टुडेन्टको सेकेन्ड एपिसोडमा हामीले कोसिस गऱ्यौँ पब्लिकको पोइन्ट अफ भ्यू लिन। यो दौरानमा चाहिँ धेरै कठिनाइहरू हामीले भोग्यौँ होइन। मानिसहरूलाई कन्भिन्स गर्न पनि धेरै गाह्रो हुँदो रहेछ सिन्स वी डोन्ट ह्याभ द्याट मच एक्सपिरियन्स। पहिलोचोटि गएर हामी चाहिँ पब्लिकको रिभ्यू लिन लागिरहेका थियौँ र त्यो कन्भिन्स गर्न पनि धेरै गाह्रो हुने, अनि त्यसपछि मानिसहरू पनि क्यामेरा साई हुने होइन। आफ्नो पोइन्ट अफ भ्यू अब खुलेर अरू नचिनेको मान्छेहरूको अगाडि क्यामेरामा बोल्न उनीहरू हिचकिचाउनु हुँदो रहेछ धेरै मानिसहरू। सो वी वेयर नट एबल टु कलेक्ट द्याट मच पोइन्ट अफ भ्यू अफ द पिपल। आफ्टर दिस सर्ट इन्टरभ्यू सेसन अब चाहिँ हाम्रो पालो रहेको छ होस्टेल लाइफ, रेन्ट लाइफ र रिलेटिभ्समा बस्ने स्टुडेन्टको कुरा सुन्ने। लेट्स बिगिन विथ मिट मालिका नेपाल। मालिका नेपाल विगत 3 वर्षदेखि काठमाडौँमा होस्टेलमा बसेर आफ्नो फर्दर स्टडी कन्टिन्यू गरिरहेकी छिन् र अब हामी उहाँबाट सुन्नेछौँ होस्टेलमा बस्दा स्टुडेन्टहरूले कस्तो कुरा भोग्न पर्छ त। हाई गाइज, म चाहिँ मालिका नेपाल अनि करेन्टली म चाहिँ पिकेको होस्टेलमा बसिरहेको छु। म होस्टेलमा बसेको मेबी 3 इयर्स जति भयो होला होइन। अनि काठमाडौँमा अब होस्टेलमा बस्दा गाह्रै हुन्छ, त्यस्तो सजिलो भन्ने त छैन। घरमा बसेको मान्छे अब एकैचोटि बाहिर आएर बस्दाखेरि प्यारेन्ट्ससँग बसिरहेको मान्छे एकैचोटि बाहिर एक्लै आएर बस्दाखेरि गाह्रो नै हुन्छ। धेरै कुरामा गाह्रो हुन्छ, फाइनेन्सियलदेखि लिएर खानाको कुरादेखि लिएर अनि रुममेटहरूसँग कुरा मिल्दैन, गाह्रो हुन्छ। अनि त्यस पछाडि सुरुमा खानाको कुरा गर्नुपर्दाखेरि चाहिँ अब प्यारेन्ट्सले घरमा खाना बनाएर दिइरहँदाखेरि घरको खानेकुराहरू अर्ग्यानिक हुन्छ, बाहिरको खानेकुराले अलिकति अब होस्टेलमा राम्रो पनि हुँदैन, क्वालिटी त्यसले हेल्थलाई धेरै इम्प्याक्ट पार्छ। अनि अब रुममेट त गाह्रो नै हुने भइहाल्यो। घरमा अब रुम सेयरिङमा त्यस्तो बसिँदैन, अब एकैचोटि बाहिर आएर नचिनेको मान्छेसँग रुममेट बस्दाखेरि पनि कुरा मिल्दैन। अनि त्यस पछाडि अब राम्रो कुराहरू सेयरिङ हुँदैन, अलिकति उयो बस्न धेरै गाह्रो नै हुन्छ। त्यस पछाडि अब काठमाडौँको मेन प्रब्लम भनेको त पानीको प्रब्लम हुन्छ होइन। धाराको पानीहरू प्रायः जसो धाराको पानी आउँदाखेरि फोहोर नै आउँछ भनौँ न, सफा पानी हुन्न। अनि खानाको पानी खानको लागि त हामी जारबाट खाइहाल्छौँ, तर अब नुहाउनदेखि लिएर अर्को कपडा धुनको लागि पानीहरू सफा पानी आउन, अनि त्यस पछाडि कपाल झर्ने प्रब्लमहरू धेरै हुन्छ। तर होस्टेलमा बस्दाखेरि चाहिँ कस्तो हुन्छ भने अब खाने बेलामा चाहिँ राम्रो हुन्न, अनि अब वार्डेनलाई अलिकति धेरै कुरा गर्दाखेरि पनि हुन्छ राम्रो बनाउँछु नि भनेर भोलिदेखि राम्रो हुन्छ नि भन्ने कुरा गर्छ। तर अब एनिवेज त जहिले त्यही नै हुन्छ होइन, डेली रिपिट नै हुन्छ त्यस्तो कुराहरू। तर लास्टमा पे गर्ने बेलामा चाहिँ टाइममा नै पे गर्नुपर्ने हुन्छ, ठुलो डिले गर्न पनि मिल्दैन होइन। गाह्रो हुन्छ फ्यामिलीलाई हरेक दिन अब हरेकचोटि कल गरेर जे कुराको लागि पनि पैसा चाहियो, यो भयो त्यो भयो भनेर कुरा गर्न नि अलिकति हेजिटेट जस्तो फिल हुन्छ होइन। अनि हामीले अब के अरे पानीको पनि पैसा तिर्न पर्दैन, अनि त्यसरी बत्ती त्यो केहीको पैसा तिर्न पर्दैन नि त, एकैचोटि पैसा तिर्नुपर्छ नि त, खानाको मात्रै भनेर बसेको मात्रै। तर त्यसको रेन्ट पनि हाई नै हुन्छ। मेबी अब अहिले 2 सिटर 3 सिटरको खोज्यो भने पनि अराउन्ड 13,000 त हुन्छ नै 1 मन्थको होइन। मैले नेगेटिभ साइडहरू त धेरै नै भने होइन, अब पोजिटिभ साइडहरू पनि धेरै नै छ होइन। रुममा बस्दाखेरि मेन कुरा त हामीले सबै थोक म्यानेज गर्नुपर्छ, खानादेखि लिएर पकाउन, पानी, बत्ती, एभ्रिथिङ, इच एन्ड एभ्रिथिङ। अब कलेज गएको मान्छे ग्रोसरीहरू पनि भ्याउनुपर्छ, अनि त्यो अलिकति गाह्रो नै हुन्छ म्यानेज गर्न। तर होस्टेल बस्दाखेरि त अब खाना पकाएर राखिदिएको हुन्छ, खाना खायोहरू, अनि कपडा पनि अब धोइदिने भयो भने त सजिलै हुन्छ, कपडा धुन परेन। अनि फ्यामिलीलाई चाहिँ मिस नै हुन्छ, फ्यामिली मिस गरिन्थ्यो त्यो त अफकोर्स त्यही हुन्छ होइन, बाहिर आइसकेपछि त्यो त गर्नु नै पर्यो। तर पनि त्यही हो, अलिकति धेरै टाइम म्यानेज गर्न सजिलो हुन्छ, आफ्नो स्टडिजमा अलिकति धेरै फोकस गर्न सजिलो हुन्छ बाहिर बसेको भन्दा पनि, रुममा भन्दा पनि। अनि रुममा भन्दा पनि होस्टेलमा चाहिँ थोरै सेफ हुन्छ जस्तो लाग्छ मलाई अलिकति। अब रुममा बाहिर बस्दाखेरि ओपन हुन्छ, अब होस्टेलमा एउटा बााउन्ड्रीभित्र एउटा फ्यामिली जस्तो भएर बसेको हुन्छ, सजिलो हुन्छ जस्तो लाग्छ। त्यो चाहिँ एउटा पोजिटिभ साइड हो होस्टेलको। Meet Sila Lamichhane, a girl who is brave enough to live alone in Kathmandu Valley herself, balancing her study and also taking care of her by herself. र उहाँबाट चाहिँ हामी सुन्नेछौँ रेन्टमा बस्ने स्टुडेन्टहरूको भोगाई।
सो साथीहरू अहिले चाहिँ म आएकी छु ललितपुरमा रहेको हरिसिद्धीमा र म यहाँ किन आएकी छु भने म चाहिँ आफ्नो साथी शिलालाई भेट्न आएकी छु र शिला चाहिँ एउटा त्यस्तो स्टुडेन्ट हो जो चाहिँ विगत केही समयदेखि रेन्टमा बसेर पढिरहेको छ काठमाडौँमा नै र आज चाहिँ म उसलाई भेट्न आएकी छु किनभने उसँग चाहिँ ऊ विगत केही समयदेखि रेन्टमा बसेर पढिरहेको स्टुडेन्ट भएको हुनाले रेन्टमा बस्ने स्टुडेन्टको स्ट्रगल कस्तो हुन्छ भनेर हामी प्रत्यक्ष ऊबाट जसले भोगिरहेको छ जसले त्यो कुरा एक्सपिरियन्स गरिरहेको छ ऊबाट नै प्रत्यक्ष सुन्नको लागि चाहिँ म यहाँ आएकी छु अनि तपाईँलाई पनि देखाउने छु सो लेट्स गो। नमस्ते, मेरो नाम चाहिँ शिला लामिछाने। मेरो घर चाहिँ झापा धुलाबारीमा पर्छ अनि म चाहिँ हाल यहाँ काठमाडौँमा बसेर पढ्दैछु, विद्यार्थी म। अहिले चाहिँ ब्याचलर सेकेन्ड इयर BSc सेकेन्ड इयरमा पढ्छु त्रिचन्द्र मल्टिपल क्याम्पसमा। म यहाँ काठमाडौँ आएको चाहिँ लगभग त्यस्तै 3 वर्ष जति हुन लाग्यो भयो भनौँ। अनि म यहाँ सुरुमा आएर चाहिँ होस्टेल बसेको थिएँ, बाहिरको होस्टेल बसेको थिएँ। अनि बाहिरको होस्टेलमा बसेँ होला लगभग कति महिना जति बसेँ, 7-8 महिना जति। खासै होस्टेलमा बस्न मन लागेन, त्यहाँको खानाहरू पनि ठिक नहुने अलि, अनि फेरि रुममेटसँग पनि मतलब अलि डिस्टर्ब हुने कि पढाइमा। अब सबै रुममेट पनि राम्रो हुँदैन नि त। अनि 3 सिटरमा बसेको थिएँ अनि मलाई पढ्नमा पनि म अलि एक्लै बसेर पढ्न मन पराउने खालको मान्छे कि अलि शान्त वातावरणमा, अनि स्टडी फ्रेन्डली इन्भाइरोमेन्ट अलि भएन। अनि त्यही भएर म चाहिँ बाहिरै रुममै बस्छु भनेर बाहिर रुममा को लागि ट्राई गरेँ। काठमाडौँमा चाहिँ रुम पाउने गाह्रो, अनि त्यो ब्रोकरहरू लाएर चाहिँ रुम खोज्ने हुन्छ कि ब्रोकरहरूलाई। अनि त्यो ब्रोकरहरूले यति झुलाउँछन् नि, घरि कुन रुम कहाँ देखाउन लान्छन्, घरि कहाँ देखाउन लान्छन्, फेरि गतिलो रुम एउटा हुँदैन। अनि सिङ्गल रुम भन्दा पनि फ्ल्याटहरू चाहिँ धेरै अभाइलेबल हुने। अनि स्टुडेन्टको लागि त अब मलाई त फ्ल्याट लिएर त भएन, मेरो त एकजना बस्ने त सिङ्गल रुम चाहियो। अनि मैले बल्ल बल्ल एक ठाउँ चाहिँ पाएँ, तर त्यहाँ अब सिङ्गल भन्दा पनि साथीसँग बसेर मिलेर बस्नुपर्ने खालको रुम पाएँ। अनि त्यहाँ साथीसँग बसेँ। अनि फेरि त्यस पछाडि पनि त्यहाँ पनि अलिक मलाई कम्फर्टेबल लागेन। फेरि पनि मैले रुम खोजेँ। रुम खोज्दा मलाई लास्टै तनाव भएको थियो। अब आफूले भने जस्तो एफोर्डेबल रुम अनि भने जस्तो ठाउँमा अलि शान्त वातावरणमा भएको चाहिँ पाउन गाह्रो है। अनि पाए पनि अलि महँगो हुने क्या, अब 8,000, 10,000, 12,000 यस्तै क्या अलि राम्रो रुमलाई। अनि अब म त विद्यार्थी, त्यति फेरि साइन्स BSc पढेको हुनाले त्यस्तो जब गर्दै पढ्न नि गाह्रो। अब सानोतिनो त्यही होम ट्युसनहरू पढाएर अलिअलि खर्च आफूलाई निकाल्न सकिन्छ। अब त्यसमा अलि धेरै महँगो रुममा बसेर नि त्यति खर्च जुटाउन गाह्रो हुने भएकोले म चाहिँ अहिले चाहिँ अलि ललितपुरको यता अलि भित्रै हात्तीसार भन्ने ठाउँमा अहिले चाहिँ बसेको छु। यस्तो हुन्छ, अब रुममा बसिसकेपछि छेउछाउको रुममेटहरू, अरू छेउछाउको रुममा बसेको मान्छेहरू कस्तो पढिदिनु हुने हो, उहाँहरूले ठुलो ठुलो साउन्डमा गीत बजाइदिने अनि यताउता हल्ला गर्ने भयो भने पनि अब आफूलाई पढ्ने विद्यार्थीलाई त गाह्रो हुन्छ। अनि अर्को भनेको अब घरबेटी कस्तो पढिदिने हो, फेरि त्यता पनि सोच्नुपर्ने हुन्छ, त्यता पनि तनाव हुन्छ। अब घरबेटी चाहिँ अलि धेरै नै ल्याङल्याङ किचकिच गर्ने खालको पनि कतै कतै हुन्छन्, अब हुनुहुन्छ होइन। तर मलाई चाहिँ लकिली अहिलेसम्म चाहिँ त्यस्तो घरबेटी चाहिँ पढ्नु भएको छैन। म बसेकोमा चाहिँ अहिलेको पनि राम्रै हुन्छ, पहिले बसेको पनि घरबेटी चाहिँ राम्रो हुनुहुन्थ्यो। अब अरू साथीहरूको सुन्दाखेरि चाहिँ घरबेटीले पनि अलि धेरै किचकिच गर्ने टाइपको पनि हुँदो रहेछ। अनि अर्को भनेको अब रुममा बस्दाखेरि पानीको पनि अब यस्तो खानेपानी पनि फेरि किनेर खानुपर्ने हो जारको। अनि लिन कोही कोही ठाउँमा चाहिँ डेलिभरी गरिदिनुहुन्छ, नत्र प्रायः ठाउँमा डेलिभरी पनि गरिदिनुहुन्न। अब एक्लैलाई समाते त जार बोकेर ल्याउन पनि गाह्रो। अनि अर्को भनेको पानीहरू पनि नुहाउन लुगा धुन पनि अलिक फोहोर पानी आउने कि सफा पानी अलि नआउने, अनि त्यसको पनि समस्या, नुहाउन लुगा धुन ओर्न। अनि फेरि हप्तामा 1 दिन 2 दिन आउँछ पानी। अनि त्यो दिन अब भर्यो भने भर्यो, नत्र त्यो दिन अब आफूलाई कतै बाहिर जानुपर्ने छ भने त अब त्यो दिन छुट्टी गयो। अनि त्यो पनि समस्या हुन्छ, एक्लै बसिसकेपछि त्यो समस्या। अब साथी हुँदाखेरि त अब साथीले यसो म्यानेज गर्दा नि हुन्छ। अब फेरि पढ्नको लागि चाहिँ एक्लै नै ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। एक्लै बसेपछि अनि कलेज गएर आएर गलेको हुन्छ, गलेर पनि अब
रुमको आफै गर्नु पर्यो, खाना बनाएर खानु पर्यो है। अनि त्यो पनि अलि गाह्रै हुन्छ। अनि बिरामी भएको बेला पनि अब कोही हुँदैन, त्यही अब आफैले सकि नसकी गर्नुपर्छ। अनि त्यो पनि हो। अनि अरू के भन्नु, अनि अरू भनेको फिनान्सियल्ली अब होइन, घरबाट पठाउन त पठाउनुहुन्छ, तर पनि पठाएको पैसालाई पनि कसरी म्यानेज गरेर चलाउने भन्ने कुरा हो। अब त्यो पनि म्यानेज गर्न आफैले त्यतातिर पनि दिमाग लाग्नुपर्छ क्या। पढाइमा मात्रै अब एक मन लाएर पढ्न भन्दा पनि त्यतातिर पनि सोच्नुपर्ने हुन्छ। अब कहिले रुममा के सकेको हुन्छ, कहिले के सकेको हुन्छ है, सब्जीहरू किनेर ल्याउनु पर्यो यताउति। अनि बजेटको पनि अब होइन सही ढङ्गले अब राम्रोसँग त्यसको सदुपयोग गरेर राम्रोसँग विचार गरेर गर्नुपर्ने हुन्छ। अब लिमिटेड अमाउन्ट पठाउनु भएको हुन्छ। अनि फेरि अब यसो धेरै खर्च गरेपछि पनि घरमा मागेको मागे गर्न नि अप्ठ्यारो है। मेरो चाहिँ अहिले बसेको रुमको भाडा चाहिँ 5,000 छ, अलिक भित्र भएको हुनाले, नत्र बजार एरियातिर त अलिक महँगै हुन्छ। फेरि अब कसैलाई त लाग्न सक्छ अब रुममा हेर एक्लै भाडा बसेपछि त अब घरबाट त अब भनेपछि माया लाग्छ, छोराछोरीलाई त भनेपछि त पैसाहरू त पठाइदिइहाल्नुहुन्छ होइन। अनि मोज होला यताउति जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्ने पनि लाग्न सक्छ कसैलाई। तर फेरि अब आफू त्यो स्थितिमा पुगिसकेपछि परिस्थितिले धेरै कुरा सिकाउँछ, अझै धेरै म्याच्योर पनि बनाउँदो रहेछ होइन। आफैले सम्हाल्नु पर्दा सबै थोक आफैले गर्नु पर्दाखेरि अनि त्यस्तो हुँदैन। सुरुमा त्यस्तो सोच्नेहरू पनि पछि आफैले म्यानेज गर्न थालिसकेपछि त्यो आफैमा त्यो म्याच्युरिटी आउँछ क्या, त्यस्तो त नहुँदो रहेछ हेर, यति गाह्रो हुँदो रहेछ। अब त्यसलाई म्यानेज गर्न आफूले नकमाए पनि पठाइदिएको पैसालाई म्यानेज गरेर चलाउन पनि अलि त्यसमा पनि अब आफूले सोच्नै पर्ने हुन्छ नि त, विचार गरेर खर्च गर्नुपर्ने हुन्छ यताउति। अनि त्यस्तै हो। अनि धन्यवाद। हाई एभ्रिवान, आई एम स्वीकृति र म चाहिँ विगत 4 वर्षदेखि रिलेटिभ्सकोमा बसेर काठमाडौँमा पढिरहेकी छु। सो रिलेटिभ्समा बस्दा स्टुडेन्ट्सहरूको भोगाइ के हुन्छ म अब तपाईँहरूले सुनाउँछु ल। हेलो एभ्रिवान, आई एम स्वीकृति गुरुङ र म चाहिँ विगत 4 वर्षदेखि काठमाडौँमा आफ्नो फुपूको घरमा बसेर आफ्नो पढाइ कन्टिन्यू गरिरहेकी छु। र म चाहिँ एसई दिने बित्तिकै काठमाडौँ आएको थिएँ र कक्षा 11, कक्षा 12 अनि त्यसपछि ब्याचलर फर्स्ट इयर अनि अहिले ब्याचलर सेकेन्ड इयरमा पुगेँ म। सो यो दौरानमा चाहिँ म सबै काठमाडौँमा फुपूको घरमा नै बसेर आफ्नो पढाइले कन्टिन्यू गर्दैछु। र आफन्तकोमा बस्दाखेरि चाहिँ जति स्टुडेन्टहरूले रेन्टमा बस्दा र होस्टेलमा बस्दा स्ट्रगल गर्नुपर्ने हुन्छ त्यति स्ट्रगल गर्न पर्दैन होइन। लकिली हामीले त्यस्तो स्ट्रगलहरू केही पनि गर्न पर्दैन, चाहे त्यो फाइनेन्सियलको कुरा नै होस् होइन। त्यति खर्च अब जति खर्च तपाईँको होस्टेलमा बस्दा र रेन्टमा बस्दा हुन्छ त्यति आफन्तकोमा बस्दा हुँदैन। अनि अर्को कुरा भनेको चाहिँ तपाईँ परिवारबाट टाढा भए पनि तपाईँ परिवारसँग नै काठमाडौँमा बस्न पाउनुहुन्छ कि यदि आफन्त छ तपाईँको काठमाडौँमा भने। र लकिली म चाहिँ त्यो ग्रुपमा परेँ जसको काठमाडौँमा आफन्त थियो। अनि म चाहिँ आफन्तसँग बसेर मेरो परिवार पनि छुट्टेको छैन, म परिवारसँग नै बसिरहेको छु जस्तो फिल हुन्छ मलाई। अनि त्यसपछि मलाई कहिले पनि म अरूको घरमा बस्दैछु वाला फिल हुँदैन, किनकि मेरो फुपूको घरमा मेरो फुपूको 2 जना छोराहरू हुनुहुन्छ, उहाँहरूसँग बस्दै आइरहेकी छु र दे आर भेरी सपोर्टिङ एन्ड इन्करेजिङ। त्यही भएर चाहिँ त्यो मलाई कहिले पनि म अरूको घरमा बस्दैछु वाला फिलिङ त कहिले पनि हुँदैन, मलाई लाग्छ कि यो मेरै घर हो जस्तो होइन। यसको कुरा के भन्नुपर्दाखेरि चाहिँ अब मैले जेनरलमा भन्नुपर्ने हुन्छ होइन, स्टुडेन्टहरू जो आफन्तकोमा बस्नुहुन्छ उनीहरूको बिहाफमा बोल्नु पर्दाखेरि चाहिँ सबैको मेरो जस्तो हुँदैन, सबैको मेरो जस्तो आफन्त नहुन पनि सक्छ। कसैको चाहिँ मैले देखेको छु, मेरो साथीहरूबाट सुनेको छु, उनीहरूले चाहिँ आफन्तहरूकोमा बस्दाखेरि धेरै गाह्रो भएर उनीहरू होस्टेल सिफ्ट गरिराख्नु भएको थियो होइन। सो त्यो देख्दाखेरि आफन्तमा बस्न पनि अब तपाईँको आफन्त कस्तो छ भन्ने कुरामा भर पर्छ। मेरो चाहिँ लकिली दे आर भेरी गुड अनि त्यही भएर मलाई केही किसिमको प्रब्लम हुँदैन। आइ एम भेरी थ्याङ्कफुल। बिहामा बोल्नु पर्ने हुँदाखेरि चाहिँ अब कसैलाई चाहिँ गाह्रो नै हुन्छ आफन्तकोमा बस्न पनि होइन, धेरै कुराहरू सुनाउने हुन्छ, त्यस्तो हुन्छ। तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने जब तपाईँ आफन्तकोमा बस्नुहुन्छ होइन, तपाईँलाई के चाहिँ फिल हुन्छ भने मलाई उहाँहरूले यतिसम्म गर्नुभएको छ, मैले उहाँहरूको घरमा बसेर पढिरहेको छु, मैले पनि पछि यदि इनकेस मैले केही गरिहालेँ होइन, गर्न सकेँ भविष्यमा मैले केही राम्रै गर्न सकेँ भने आई निड टु पे ब्याक देम होइन। मैले मेरो ग्रेटिट्युड चाहिँ उहाँहरूलाई देखाउनुपर्छ पछि भन्ने त्यो एउटा अदृश्य ऋण चाहिँ लागेको हुन्छ क्या आफू मनभित्र होइन। आफूलाई सोचिरहेको हुन्छ, विचार गरिरहेको हुन्छ, त्यो मतलब आफ्नो ख्यालमा आइरहेको हुन्छ कि मलाई यति हेल्प गर्नुभएको छ, अहिले म यहाँ बसेर पढेको छु, यदि मैले बाहिर होस्टेलमा बस्नु परे भए रेन्टमा बस्नु पऱ्यो भए मेरो कति खर्च हुन्थ्यो, कति गाह्रो हुन्थ्यो होला मलाई भन्ने त्यो
फिल त आउँछ नि त होइन। अब त्यो मान्छेमै भर पर्छ कस्तो टाइपको मान्छे सँग तपाईँको आफन्त चाहिँ कस्तो टाइपको मान्छे छ भनेर, त्यो कुरामा पनि भर पर्ने कुरा हुन्छ। र अर्को कुरा भनेको अब घरमा अब आफन्तकोमा गएपछि अलिअलि आफूले नै होइन त्यो कामहरू त गर्नुपर्छ किन नगर्ने होइन। अब त्यो आफूले सक्ने काम त गर्नु पऱ्यो नि त, बिसाइड स्टडी त्यो पनि हो, घरको कामहरू पनि गर्ने, त्यो आफ्नो ग्रेटिट्युड सो गरे हो कि काम गर्नु भनेको त्यो दुःख पाएको होइन। म त त्यो भन्छु, आई विल से द्याट त्यो भनेको हाम्रो कर्तव्य नै हो। अब बसेपछि कामहरू त गर्न नै पर्छ, त्यो त गर्न नै पर्छ। तपाईँहरू फेरि अब आफन्तकोमा बस्नुभयो अनि के सानोतिनो काम गर्नु पर्दाखेरि नि मैले कति दुःख पाएँ, नो त्यो त गर्न नै पर्छ आफै, त्यो त त्यति त हुनैपर्छ। अनि यदि तपाईँहरू पनि काठमाडौँमा तपाईँहरूको आफन्त छ भने यदि तपाईँको होस्टेल बस्ने अनि त्यसपछि होस्टेल बस्ने रेन्टमा बस्ने अलिक वातावरण नमिलेको अथवा फाइनेन्सियल कन्डिसन राम्रो छैन भने, यदि तपाईँहरू लकी इनफ हुनुहुन्छ काठमाडौँमा आफन्त हुनुहुन्छ भने आई विल कन्सिडर तपाईँहरू बस्दा हुन्छ। सो गाइज विथ दिस वी केम टु द एन्ड अफ टुडेज एपिसोड। र आजको एपिसोडमा हामीले चाहिँ स्टुडेन्टहरूको स्ट्रगल इनसाइड द काठमाडौँ भ्याली हेरेका थियौँ। र आज हामीले 3टा क्याटेगोरीका स्टुडेन्टहरूको स्ट्रगल बुझ्यौँ। स्ट्रगल अफ स्टुडेन्ट हु लिभ इन होस्टेल, स्ट्रगल अफ स्टुडेन्ट हु लिभ इन रेन्ट, र जो चाहिँ आफ्नो रिलेटिभ्ससँग बस्छ। यो 3टा क्याटेगोरीका स्टुडेन्ट्सहरूको स्ट्रगल आज हामीले हेरेका थियौँ। र तपाईँहरू पनि यदि काठमाडौँमै बसेर पढिराख्नु भएको छ भने तपाईँहरू चाहिँ कुन चाहिँ टिममा पढ्नुभयो, टिम रेन्ट, टिम होस्टेल र टिम रिलेटिभ्स, तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। सो विथ दिस वी केम टु द एन्ड, सी यु इन नेक्स्ट एपिसोड अफ भोइस अफ स्टुडेन्ट। टिल देन बाई बाई।